हाई एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। हजुरहरूलाई चाहिँ स्वागत छ मेरो सानो भ्लगमा। आज चाहिँ म बिहानै 3 बजी उठेको थिएँ अनि 3 बजी नै उठेर चाहिँ म अलिकति जाली रुमाल बुनेँ अनि यसमा चाहिँ फुर्का हाल्नको लागि यसरी डोरी झुन्डाएँ। अनि चाहिँ त्यसपछि फेरि मर्निङ वक जानको लागि बाहिर दिदीलाई पर्खेको थिएँ अनि दिदी आउनुभयो अनि हामी दुईजना चाहिँ यसरी हिँड्दै गयौँ अनि बाटोमा फुल फुलिराखेको थियो अनि एउटा फुल टिपेर चाहिँ मैले यसरी कानमा सिउरेँ अनि कानमा सिउरिसकेपछि चाहिँ यहाँ अलिकता ओह्रालो थियो अनि ओह्रालोमा चाहिँ म यसरी दौडेँ अनि फेरि दिदी र मेरो चाहिँ दौड सुरु भयो अनि आज पनि को जित्छ है भनेर यसरी दौडेको थियो अनि आज चाहिँ दिदीले जित्नु भएको थियो अनि त्यसपछि ब्याकम्यान खेल्नको लागि सुरु गऱ्यौँ अनि ब्याकम्यान चाहिँ दिदीले म यसरी खेलिराखेको थियौँ अनि एकछिन खेल्यौँ अनि त्यसपछि चाहिँ घरतर्फ फर्केर आयौँ अनि यो चाहिँ रहेको छ 3 कुनेको चोक अनि घर पुगेर चाहिँ खाना बनाउनु पर्ने थियो नि त अनि मैले चाहिँ कुकरमा खाना बसाल्नलाई रेडी पारेँ अनि दाल बनाउनुको लागि चाहिँ मैले गिलासमा यसरी दाल हालेर एकैचोटि पकाउनलाई सुरु गरेँ। म चाहिँ जहिले यसरी बनाउँछु दाल र भात किनभनेदेखि चाहिँ मेरो बाबुलाई दाल नभई हुँदैन नि त। अनि मेरो कपडा धुनु थियो अनि कपडा धुनको लागि चाहिँ मैले बाटामा सरफ हालेर चाहिँ कपडा भिजाउनलाई यसरी रेडी पारेँ अनि मैले चाहिँ मेरो कपडाहरू यसरी भिजाएँ अनि मेरो चाहिँ रुमहरू सफा गर्नुपर्ने थियो, ओछ्यान मिलाउनु पर्ने थियो। मेरो बाबु चाहिँ साथी लिएर यसरी बसेको रहेछ म आउँदाखेरि अनि मैले चाहिँ रुमहरू सबै सफा गरेर यसरी बेडहरू मिलाएँ अनि त्यसपछि चाहिँ मेरो उता दाल र भात पाकिसकेको थियो अनि पाकिसकेपछि चाहिँ मैले बाबुलाई खाना दिएँ अनि मेरो बाबुलाई चाहिँ दाल र भात मात्र खान्छ नि त, त्यही भएर उसलाई चाहिँ दाल र भात पस्काएर चाहिँ मैले फेरि बाहिर सफा गरेँ यसरी अनि सफा गरिसकेर आउँदाखेरि चाहिँ मेरो बाबु चाहिँ खाना खाइसकेर यसरी ड्रेस लाएर रेडी भएको रहेछ अनि म चाहिँ खुसी भएर हात दिएँ ल जाऊँ स्कुल भनेर अनि म चाहिँ बाबुलाई लिएर फेरि स्कुल पुर्याउन गयौँ अनि आमा छोरा चाहिँ यसरी बाटोमा गफ गर्दै गएको थियौँ अनि मेरो छोराले के सोधेको थियो अनि फेरि आएर चाहिँ लुगा धुनु पर्ने थियो नि त अनि मैले चाहिँ लुगाहरू पनि यसरी साबुन लाएर धोइसकेर पखालेर पनि मैले यसरी सुकाएँ अनि सुकाइसकेपछि चाहिँ म पनि चाहिँ जुठो भाँडाहरू माझ्नु पर्ने थियो नि त अनि मैले चाहिँ फेरि जुठो भाँडा माझ्न सुरु गरेँ अनि जुठो भाँडा माझिसकेपछि चाहिँ मेरो नुहाउनु पर्ने थियो अनि नुहाउनुको लागि चाहिँ मैले यसरी तयारी भएर चाहिँ कपाल सर्लक्क खोलेर चाहिँ म नुहाएर पनि आइसकेँ अनि नुहाएर आइसकेपछि चाहिँ कपाल सुकाउनलाई रेडी भएँ अनि मेरो कपाल सुकाउन चाहिँ टाइम लाग्छ नि त कपाल सुक्न अनि त्यसपछि चाहिँ नुहाइसकेपछि यसरी मैले खाना खान सुरु गरेँ अनि बहिनी आएको थियो एकजना अनि बहिनीसँग गफ गर्दै गर्दै चाहिँ म चाहिँ यसरी खाना खाँदैछु अनि म चाहिँ खाना चाहिँ एकदमै फास्ट छिटो खान्छु कि खानाहरू किनभनेदेखि चाहिँ कामहरू भ्याउनु पर्ने हुन्छ नि त अनि जहिले हतार हुन्छ मलाई चाहिँ अनि खाना खाइसकेपछि चाहिँ मैले पानी खाएँ अनि त्यसपछि चाहिँ आजको दिनमा मेरो कम्बडी बुन्नु पर्ने थियो अनि कम्बडी बुन्नको लागि चाहिँ यसरी सुरु गरेँ अनि कम्बडी एकछिन बुनेँ अनि बुन्दा बुन्दा चाहिँ मेरो बाबु लिने टाइम पनि भयो नि त अनि यतिको बनाइसकेपछि चाहिँ म चाहिँ फेरि पनि बाबुलाई लिन स्कुल गएँ अनि बाबुलाई लिएर आएँ अनि आमा छोरा चाहिँ गफ गर्दै फेरि यसरी घर फर्केर आयौँ अनि आइसकेपछि चाहिँ मैले बाबुलाई खाजा दिएँ चिया र बिस्कुट बनाएर अनि उसलाई चाहिँ घरमै छोडेर चाहिँ बाहिर निस्किनु पर्ने थियो नि त मलाई अनि म चाहिँ बाहिर निस्किनुको लागि यसरी रेडी भएँ अनि मेरो चाहिँ पूजामा पनि जानुपर्ने थियो बहिनीकोमा अनि त्यहाँ पुगेर पनि फेरि म फर्केर मेरो धागो किन्न जानुपर्ने थियो अनि धागो किन्नको लागि चाहिँ म पठाउ बुक गरेर गएको थिएँ किनभनेदेखि चाहिँ बाबुलाई घरमा एक्लै छोडेको थिएँ नि त अनि त्यही भएर हतार थियो अनि फर्केर आएँ टेम्पोमा अनि आइसकेपछि चाहिँ मेरो अर्डर आएको थियो कि बाटोमा फोन आएको थियो अनि हतारै पुगेर चाहिँ मैले प्याकिङ गरेर चाहिँ हतार मेरो अर्डरको सामान पनि यसरी पुर्याउन गएँ अनि त्यसपछि फर्केर आएर धागो खोलेँ अनि धागो खोलेर बेर्नु पर्ने हुन्छ नि त अनि बेरेँ अनि त्यसपछि चाहिँ बेलुकाको खानाहरू बनाउनु पर्ने हुन्छ
खाना खाइसकेपछि चाहिँ यसरी आराम गर्दै फेरि पनि धागो बेर्दैछु। मेरो दिनहरू चाहिँ यसरी नै बित्छ। हजुरहरूको कसरी बित्छ? भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धन्यवाद धेरै धेरै।